हेलो एभ्रिवान, वेलकम टेक्निकल सिबिआर युट्युब च्यानलमा हजुरलाई हार्दिक स्वागत छ। आजको विषय रहेको छ एकदम महत्त्वपूर्ण। पोपो र भोनी भनेको एउटै प्लेटफर्म हो। अहिले चाहिँ नि तपाईको के छ भने भोनी और पोपो र भोनी भनेको एउटै प्लेटफर्म हो। यसको लिंक यो भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छ। हजुरहरूले त्यसबाट डाउनलोड गरेर तपाई एक्टिभ भयो भने डाउनलोड मेरो रेफर लिंकबाट तपाई डाउनलोड गरेर एक्टिभ हुनुभयो भने तपाईलाई 3000 गिफ्ट युजरको लागि। तपाई मेरो यस लिंकबाट तपाई डाउनलोड गरेर यस लिंकबाट तपाई बिकम एजेन्ट क्रिएट गर्नुभयो भने तपाईलाई 3000 गिफ्टिङ मैले गर्नेछु। र तपाईले मेरो फेसबुकको यस भिडियोको स्क्रिनमा राखिदिने छु। तपाईले मलाई कन्ट्याक्ट गर्नु होला र म तपाईको सबै हेरेर मेरो लिंक थ्रू तपाई हुनुहुन्छ कि हुनुहुन्न छ भने तपाई युजर और बिकम एजेन्टलाई दुवै जनालाई मैले 3-3 हजार मैले गिफ्टिङ गर्ने छु। यो मेरो वादा। सर्वप्रथम त हामी पोपो और पोपोकै कुरा गरौँ। सर्वप्रथम हामी के गर्न चाहन्छौँ र के भन्न चाहन्छौँ भन्दाखेरि सर्वप्रथम हामी एकदम लेजी छौँ। कुनै चीजहरुमा हामी एक्टिभ छैनौं। एक्टिभ हुनको लागि कुनै युट्युब सम्बन्धी सोशल मिडिया सम्बन्धी नै तपाईहरुले कुनै चीज खोज्नु पर्ने हुन्छ। तसर्थ टेक्निकल सिबिआर पोपोको लागि A to Z अग्रसर भएर तपाईहरु सामु यो भिडियो पोस्ट भन्ने उद्देश्यले मैले बारम्बार 2 वर्ष अगाडि मैले भिडियो अपलोड गरेको छु। नेपालमा सबैभन्दा पहिला पोपोको बारेमा भिडियो अपलोड गर्ने व्यक्ति मै हुँ, टेक्निकल सिबिआर। र कति साथीहरुलाई मैले नजानेका नबुझेका कुराहरु मैले गाइड गरिसकेका छन्, सफल भइसकेका छन्। उहाँहरुको मैले कमेन्ट अनुसार धेरैको कमेन्ट अनुसारले मैले के छ त आज पोपोको बारेमा कति इन्कम भयो सर तपाईको भनेर म धेरै एसएमएसहरु र कमेन्टहरु आउन थाले। तसर्थ मैले मेरो विवरण अनुसार म एउटा सानो एजेन्सी हो, त्यति ठुलो एजेन्सी त होइन, सानो एजेन्सी हो। जति म भन्दा ठुला सिनियर एजेन्सीहरुले दिनमा 30 देखि 50 $100 छ एभ्री डे 24 आवरमा एभ्री डे इन्कम गरिरहेको छ। प्लस पॉइंट म एउटा सानो एजेन्सी भए तापनि मसँग यति क्षमता छ कि तपाईहरुको गुनासो र हर पल हर क्षण तपाईहरुलाई दिने सुझाव सल्लाह शिक्षा दिने म व्यक्ति भएको हुनाले मेरो भिडियोलाई तपाईले देख्ने बित्तिकै पूरा भिडियो हेरिसकेपछि सब्स्क्राइब र साइडमा भएको बेल आइकन तपाईले थिचेर राख्नु होला। किनभने त्यो बेल घण्टी अल बटनमा प्रेस गरेर राख्यो भने मैले जति पनि नयाँ अपडेटहरु भिडियोहरु आउँछ सबैभन्दा पहिला नोटिफिकेसन तपाईकोमा आउँछ। तसर्थ मेरो कति इन्कम भयो त महिनामा र पर डे र मैले आज यस भिडियो मार्फत तपाईलाई स्क्रिनमा सम्पूर्ण जानकारी दिन्छु। आज मैले चाहिँ नि $600 निकालेको छु। तपाईको $600 निकाल्दाखेरि कति पैसा काट्दो रहेछ र कति नेपाली प्राइस हुँदो रहेछ भनेर तपाईलाई मैले यो स्क्रिनमा स्पष्ट तरिकाले मैले देखाउने छु। धैर्य गरेर घोरेर हेर्नु होला। बुझेन भने पनि तपाईले दोहोर्याइ तिरै सेभ गरेर भिडियो हेर्नु होला। सर्वप्रथम त तपाईले कुनै देशको लोकेसन राखे पनि नेपालमा विथड्र गर्न सकिन्छ भन्ने भिडियो मैले अपलोड गरिसकेको छु। र कति फाइदा बेफाइदा के छ त यो भनेको तपाईको 1 महिनाको कमाई। मेरो 1 महिनाको कमाई भनेको $700 थियो। $700 मा मैले $600 मात्रै निकालेको छु र $100 मैले त्यसमा राखेको छु। $100 मा इनले चाहिँ नि 15% पोपोले ट्याक्स काट्छ र यो तपाईको 10 मिनेट देखि 20 मिनेट भित्रमा विथड्र तपाईले देख्नुहुनेछ स्क्रिनमा सम्पूर्ण जानकारी। मेरो इन्कम भनेको 1 महिनाको $82,886 को त्यति हुन्छ भने प्लस पॉइंट मैले $100 अझ मैले मेरै ब्याकअपमा राखेको छ। र हामीले यसमा बैंक युपीए के रे इपे ई सेवा हैन खल्ती लगायत त्यहाँ जति पनि वालेटहरुमा हामीले निकाल्न सकिन्छ र यो सर्भिस भनेको 24 घण्टा एभेलेबल छ। र पोपो लाइभ र भोनी लाइभमा चाहिँ नि हामीले इन्भेस्ट गर्नु पर्दैन। तपाईले सिर्फ दिमाग लगाउने हो। दिमाग लाए बराबर यसले चाहिँ नि हामीलाई दिने अर्निङ। हामी घरै बसी र तपाई जागिरे हुनुहुन्छ भने पनि म पनि एउटा जागिरे हुँ, तर मैले पनि यसरी नै काम गरेर मैले पोपोबाट मैले इन्कम गरिरहेको छु। तपाईको यो तपाईको एजेन्टहरुले पेमेन्ट गर्दाखेरि तपाईले
175 छ भने निकाल्न मिल्दैन, 175 छ भने निकाल्न मिल्दैन। तपाईको 1 लाख भन्दा माथि जस्तै $10 निकाल्नु छ भने 10 र तपाईको बीचको पैसा चाहिँ नि आउँदैन। यो क्लियर रहनु होला। युजरहरूले पुरै निकाल्न मिल्छ भने एजेन्टले 10 15 20 यसरी निकाल्न मिल्छ। 10 बाट स्टार्ट हुन्छ र युजरले पनि 10 देखियो, तर युजरले चाहिँ नि सम्पूर्ण त्यहाँ भएको भनौं न अब 10,000 20,000 डायमन्डको पनि पुरै निकाल्न सकिन्छ भने एजेन्टले चाहिँ यो निकाल्न मिल्दैन। र एजेन्टको लागि चाहिँ नि एजेन्टले चाहिँ नि तपाईलाई कति चाहिएको त्यो अनुसारले 10 देखि माथि निकाल्न सक्नुहुन्छ, $10 बाट माथि। भन्दै मेरो विवरण तपाईले हेरिसक्नु भयो होला। तपाईले तपाईको जे विवरण त्यहाँ देखाइएको छ त्यो फिल्डमा त्यो सब फिलअप गर्नु होला र विथड्र गर्न सजिलो छ। नबुझेका कुराहरू तपाईले मलाई कमेन्ट बक्समा र मेरो फेसबुकमा सिधा जोडिन सक्नुहुन्छ। मेरो इन्कम 1 महिनाको यति नै हो र यो भन्दा ठुला एजेन्सीहरूले $100 सम्म दिनको कमाउँछ। मेरो